साँच्चै बाबुहरु चाहिँ के काम गर्नुहुन्छ रे? म स्कुल पढाउँछु बुवा, टिचर के। अनि यता बाबु चाहिँ? म त टिप ड्राइभर हरन बजाउँदै घुम्दै मोडेर। अनि बाबुहरु बिच त आकाश पातालको फरक भयो नि त। के आकाश पातालको फरक नि? यो स्कुल पढाउने गुरु म टडक चलाउने गुरु त गुरु नै हो म पनि। त्यसो पनि हुन्छ, रेस्पेक्टमा फरक छ नि। गुरु नमस्ते। देखिस्, मलाई टाढोबाट मान्छे चिनेर रेस्पेक्ट गरेर नमस्कार गर्छन्। एकछिन उता हेर त। त्यो मेरो खले भाइ हो। गाडी चलाउन मैले सिकाएको, मलाई नमस्ते गुरु भने अहिले गुरु बेस। गुरु थापौँ अलिकति। बुवा ए छोरी आऊ, तिमीलाई नै हेर्न आउनु भएको छ उहाँहरू। बाबुहरू, मेरो छोरी विद्या। विद्यार्थी। अनि बाबुको तलब कति छ? सञ्चय कोष काटेर 18,000 आउँछ बुवा, पछि पेन्सन पनि आउँछ। 18,000 त बुवा हाम्रो एक दिनको कुरा हो। 3 दिन बालुवा जोलाहरूको ल्याएर यहाँ भक्तपुरमा झार्यो भने एकै दिनमा आउँछ होइन काले? बाइ द वे एउटा कुरा सोधु। सुन्नुहोस् न विद्याजी, यो कार कसको हो? यो मेरो खले भाइको। प्रगति गरायो भाइले। अनि तपाईको चाहिँ छैन? मेरो छ नि एउटा, मेरो त के भन्छ अँधेरो गाडी छ मेरो एउटा। ए गुरु, अँधेरो होइन के, पँधेरो। पजेरो होला नि। पँधेरो हुने गाडी छ। धनभन्दा बिटा ठुलो। अब हामी के डिस्कस गरिरहनु होइन, विद्याजीले सोधौँ न धन ठुलो कि विद्या ठुलो भनेर। ल विद्याजी तपाईँले भनिदिनु पर्यो धन ठुलो कि विद्या ठुलो। अहिलेको यो वैज्ञानिक युगमा एजुकेसन त अक्सिजन भन्दा पनि इम्पोर्टेन्ट कुरा हो। साइन्स, टेक्नोलोजी, तपाईँले चलाउने टिप्पर, यो सबै विद्याकै कारणले त डेभलप भएको हो नि। विद्या त नभए नहुने कुरा हो। त्यसैले म चाहिँ के रोज्छु भने धन। ल विद्याजीले धन ठुलो भन्नुभयो होइन, आउनु त सँग गएर टिप हान्नु पर्यो नि अबदेखि त होइन। आउनु त राम्रोसँग पठाउँछ। हस् त बुवा धन्यवाद है। ल बाबु मन नदुख है।